हेरु प्याकिङ सुरु हुँदैछ मेरो। अनि यो ब्याग चाहिँ मैले 9 वर्षपछि निकालेको बाहिर। अनि अब यसैमा फोहोर भएको छ, अलि सफा गर्छु अनि यसैमा प्याकिङ गर्छु र म कहाँ जान लागेको छु अनि किन प्याकिङ गर्न लागेको छु भन्ने थाहा पाउनको लागि यो भिडियो चाहिँ हजुरले कन्टिन्यू लास्टसम्म हेर्नुपर्ने हुन्छ, स्किप नगरिकन हेरिदिनुहोस् प्लिज। अनि मेरो युट्युब च्यानललाई प्लिज सबैले सब्सक्राइब गरिदिनुहोस्। अब भने चाहिँ म प्याकिङ गर्छु। सो यहाँ भने चाहिँ म रेडी भइसकेँ नुहाइधुवाइ गरेर। अब भने चाहिँ म सपिङ जान्छु। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ भने मलाई एकदम धेरै धेरै आशा छ। सो थोरै सपिङ गर्न चाहिँ बाँकी छ। भर्खरै भाउजूले फोन गर्नुभएको थियो, सामान मगाउनु भएको छ। सो त्यो किन्नको लागि म जाँदैछु। अनि बाबुलाई चाहिँ घरैमा बस भनेको मानेन। सो उसलाई चाहिँ लिएर जान लागेको छु मैले। अनि अब भिडियो चाहिँ बनाउन पाउँदिनँ, बाबु हुन्छ। सो रस एकदम धेरै हुन्छ, त्यही भएर मैले चाहिँ भिडियो बनाउन पाउँदिनँ। अनि सपिङ गरेर आएपछि चाहिँ प्याकिङ सुरु गर्नु छ, किनभने जान ढिलो हुन्छ। सो साथीहरू, ल मेरो यही हो सामानहरू प्याक गर्नै। अनि अब म प्याक गर्छु। अट्छ कि नै म हेर्छु, अनि अटेन भने चाहिँ म अर्को ब्यागमा राख्छु। सो अब भने म सुरु गर्छु, ढिलो भइसक्यो। के गर्ने हो, यो लुगा धेरै भएछ, ब्याग नै नअट्ने भएछ। के गर्ने होला, अब कसरी हटाउने होला यो। सो साथीहरू, प्याकिङ हुँदैछ, सामान नै अटेन, के गर्ने होला। अब अर्को ब्याग निकाल्नु पर्ला जस्तो छ। सो यति चाहिँ अटाएको छु मैले। अब बाँकी अटाउनुको लागि पछाडि यत्तिकै भित्र गोल छ, सबै मिलाउनु पर्ने छ। छिटो प्याकिङ गर्छु अनि म बेलुकाको लागि तरकारीहरू पकाउँछु, सजिलो हुन्छ त्यो गऱ्यो भने। अनि अब चाहिँ अर्को ब्याग निकालेर प्याकिङ गर्छु म। बच्चाहरूको ताल नचल भन्दा भन्दा सिसा फुटाइदियो। पिठा खाएर तिमीहरूलाई भइसक्यो। मलाई चाहिँ अलिकति सामान लिन पनि जानु छ। सो म अहिले चाहिँ सामान लिन जाँदैछु। अनि त्यसपछि उताबाट आएर चाहिँ म खाना पकाउँछु। अनि थोरै प्याकिङ गर्न बाँकी छ अझै, त्यो प्याकिङ गर्छु। किनभने अब औँसी छ, मम्मीलाई गिफ्टहरू लानुपर्ने हुन्छ। सो त्यही भएर र आधा गिफ्ट मैले यहीँ किनेँ र आधी चाहिँ म माइती गएपछि नै किन्नेछु। अनि यस, सो म अहिले चाहिँ निस्किन्छु सामान किन्नलाई। मलाई एउटा सामान किन्नु छ एकदम जरुरी। सो म निस्किन्छु है त। यहाँ खाना पकाउँदैछु। अनि म चाहिँ बाहिर गएर आइसकेँ। के किन्नुपर्ने थियो त्यो मैले किनेर ल्याइसकेँ। अब भने चाहिँ ब्यागै अटेन, जुन मैले 2टा ब्याग राखेको थिएँ त्यो 2टा ब्यागमा फुल भइसक्यो। अब भने चाहिँ म अर्को निकाल्छु ब्याग। अनि त्यसमा चाहिँ बाँकी रहेको सामानहरू म राख्नेछु। अनि थोरै घरको काम पनि छ, त्यो छिटो कम्प्लिट गर्छु। अनि आज चाहिँ मैले चिकन पकाउन लगाएको छु, भान्जी पनि आउन लागिसक्यो होला। अनि बच्चाहरूलाई चाहिँ मैले बाहिर खेल्न पठाएको छु, किनभने अलिकति टायर्ड भएपछि गाडीमा आनन्दले सुत्छ नि। सो त्यही भएर चाहिँ उनीहरूलाई बाहिर खेल्न पठाएको छु। अब उनीहरू आउँछ अनि हामीसँगै खान्छु। अनि बुढालाई पनि मैले चाहिँ छिटो नै आउनु भनेको थिएँ। अनि हामीलाई पुऱ्याउनु जानुपर्छ। सो हाम्रो घरदेखि चाहिँ नजिकै हो, अनि त्यही आउँछ गाडी। अनि हामी जान्छौँ, फटाफट अब पकाउँछु। अनि त्यसपछि चाहिँ बच्चाहरूलाई खुवाएर आफू पनि खाएर रेडी हुन्छु। बाँकीको काम पनि सघाउनु पर्ने छ। माइतीमा चाहिँ कसैलाई पनि थाहा छैन म आज नाइटमा आउनु लाग्दो छु भनेर। मम्मीलाई चाहिँ मैले भोलि आउँछु भनेर भनेको थिएँ। अनि भाउजूलाई मात्रै थाहा छ। सो भाउजूलाई त थाहा नै छ, भाउजूले ढोका हुनुहुन्छ। मम्मीहरूलाई अरू कसैलाई पनि थाहा छैन। सो उहाँहरूको लागि चाहिँ सरप्राइज हुनेछ। अनि मलाई चाहिँ सरप्राइज दिन एकदमै मनपर्छ, तर कहिलेकाहीँ म आफै सरप्राइज दिँदा चाहिँ छक्क पर्छु कि म। अनि अब चाहिँ लेट्स सी मम्मीको रिएक्सन कस्तो हुन्छ। मम्मी त अभियसली खुसी भइहाल्छ छोरी आएको भनेर। सो म चाहिँ मम्मीलाई सरप्राइज दिन्छु र भाउजूलाई थाहा नै छ। अनि मेरो दाइलाई पनि थाहा छैन। सो अब गएपछि उहाँहरूको रिएक्सन म हजुरलाई देखाउने छु। सो म चाहिँ अहिले एउटा थोरै काम आएछ, फेरि त्यो काम पनि सकाउँछु म। सानो काम भइरहेको छ घरमा। सो त्यो सकाउनु पनि एकदमै जरुरी हुन्छ मलाई। अनि अब हेरौँ के हुन्छ। सो यहाँ भने मेरो बाबुको ताल हेर न, त्यहाँ
के गर्छ जति भन्दा नि मान्दैन भएको सिसा फुटाइहाल्यो भान्जी पनि आइसक्नु भएको छ सो मैले चाहिँ प्याकिङ सबै रेडी पारिसकेको छु 3टा ब्याग भएको छ 2टा ब्याग त उतै हो एउटा ब्याग मात्रै मेरो हो सो धेरै नसम्झिनु अनि अब चाहिँ म खाना खान जान्छु माथि अनि त्यसपछि चाहिँ रेडी हुन्छु साथीहरू हामीले खाना पनि खाइसक्यो मैले चाहिँ भिडियो लिन पाइनँ खानासाना खाएँ भाँडाहरू के माझ्नु पनि मैले माझिसकेँ अब म थोरै बढाल्छु यहाँ किचनमा फोहोर भइरहेको छ अनि मलाई चाहिँ एकदम सफा गरेर जानु मन लाग्छ त्यो फोहोर गरेर चाहिँ जानु मन लाग्दैन सो म चाहिँ सफा गर्छु अलिकति त्यसपछि म रेडी हुन जान्छु बच्चाहरू चाहिँ तल रेस्ट गर्दैछ एकछिन सो अब म रेडी हुन जान्छु है त रेडी भइसक्यौँ जानको लागि अनि अन्किता दिदीले राम्रो गरे जामा छ बाइ बाइ अब फाइनल मसँग ठुला डेली छ सो यहाँ भने चाहिँ हामी घरबाट रेडी भएर निस्किसकेको छौँ बुढालाई चाहिँ अघि नै मैले आऊ भनिसकेको थिएँ उहाँ चाहिँ आइसक्नु भएको थियो अनि हाम्रो घरदेखि जम्मा 5-10 मिनट मात्रै टाढा हो सो महालक्ष्मी थानमा हो अनि मन्दिर पनि आयौँ हामीले दर्शन गऱ्यौँ अनि हामी चाहिँ गफ गर्दै जाँदैछौँ कहिले फर्किने यहाँ भने चाहिँ हामी गाडीमा बसिसक्यौँ अनि गाडी पनि हिँडिसक्यो अब भोलि बिहान आई थिङ्क 4-4:30 बजीतिर पुऱ्याउँछ होला वीरगन्ज अनि यस म चाहिँ आएको छु मेरो माइती घर औँसीको लागि अनि प्लस मेरो भाइको बिहे पनि छ सो बिहे पनि एटेन्ड गर्नको लागि आएको छु म अनि योपालि चाहिँ एकदमै धेरै दिन बस्छु एकदमै रमाइलो गर्छु अपकमिङ भिडियोहरू नछुटाउनुहोस् प्लिज हजुरहरू सबैले हेरिदिनुहोस् स्किप नगरिकन प्लिज हेरिदिनुहोस् है त बच्चाहरूलाई फेरि गाडीमा चढ्न पाएको छैन गाडी गुड्न पाएको छैन भोक लागिसकेको थियो सो उनीहरूलाई चाहिँ हुन पनि भोक त लाग्यो होला मैले 5 बजे खाना खुवाएको थिएँ उनीहरूलाई अनि 8 बजिसकेको थियो गाडी चढ्दा चाहिँ बच्चाहरूलाई चाहिँ मैले चिप्सहरू दिएँ उनीहरूले चाहिँ खायो बाबु चाहिँ खाने बित्तिकै मजाले सुत्यो बाबु नानी चाहिँ मजाले सुत्यो घुम्टी गर्छ भनेर जस्तो लागेको थियो तर गरिनँ मैले औषधि पनि गाडीमै खुवाइदिएको थिएँ अनि मलाई चाहिँ अलिकति गाह्रो भएको थियो यहाँ भने चाहिँ नानी मसँग कुरा गर्दैछ कुरा गर्दा गर्दा कतिखेर वीरगन्ज पुग्यो थाहा नै भएन हामीलाई यहाँ भने चाहिँ हामी वीरगन्ज पुगिसकेको छु अनि म चाहिँ एकदमै टायर्ड भएछु रातभरि राम्ररी सुत्न पनि पाएको थिइनँ सो अब माइती घर गएर मजाले सुत्नेछु म अनि यस अपकमिङ भिडियोहरू चाहिँ प्लिज हजुरले नछुटाउनु होला अनि मेरो फ्यामिलीको रियाक्सन हेरौँ है त अब हेलो बाबु हामी फाइनली कहाँ पुग्यो सुलभी कहाँ बाबु मामा घर कुमारी सुतिरहेछ हामी कहाँ आएको सुलभी सो हामी फाइनली चाहिँ घर पुगिसकेको छौँ अनि हजुरले सबैको रिएक्सन देख्नु नै भयो सबैजना एकदमै खुसी छ उहाँ भने चाहिँ मेरो सानो दाई मेरो सानो भाउजू कपाल काटो भनेको दाइले त सुन्नु नै हुन्न सो यस सबैलाई थ्याङ्क यू फर वाचिङ माई भिडियो यसै गरी माया साथ सपोर्ट दिनुहोस् अनि कसले मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्नु भएको छैन गएर गरिदिनुहोस् मलाई चाहिँ खोकी थोरै लागिरहेको छ बाई बाई